के तपाईको पनि तनावको कारण टाउको दुखिरहन्छ? त्यसो भने यो व्यायाम गर्न सक्नुहुने रहेछ। नमस्कार, हजुरको यो टेन्सन हेडेक छ भने यो व्यायामहरु चाहिँ कोसिस गर्न सक्नुहुन्छ। दुईटै हातको बुढी औँला चाहिँ यसरी नाकको माथिल्लो भागमा यसरी चाहिँ हल्का प्रेस गर्नुस् र प्रेस गरेर यो आई सकेटको रिज एरियातिर हल्का यसरी मजाले चाहिँ प्रेस गर्दै यसरी चाहिँ मालिश गर्न सक्नुहुन्छ है। यसरी चाहिँ 15 देखि 20 चोटी चाहिँ गर्न सक्नुहुन्छ है। यसरी हल्का थिचेर चाहिँ प्रेस गरेर 15 देखि 20 चोटी गर्न सक्नुहुन्छ। दोस्रो चाहिँ दुईटै हातको यो इंडेक्स फिंगर यसरी है निधारमा यसरी चाहिँ यसरी हल्का प्रेस गर्दै यसरी कन्सर्टसम्म ल्याउनु पर्ने हुन्छ है। हजुरले यसरी हल्का प्रेस गर्दै कन्सर्टसम्म चाहिँ यसरी ल्याउनुस् है। फेरि अलिकति माथि यसरी चाहिँ यसरी माथि लाँदै यसरी कन्सर्टसम्म ल्याउनु पर्ने हुन्छ है हजुरको। यसरी हल्का प्रेस गर्दै यसरी कन्सर्टसम्म ल्याउनु होला। र तेस्रो व्यायाम चाहिँ हजुरले के गर्न सक्नुहुन्छ, दुईटै हातको यो तीनटा औँला यसरी कन्सर्टमा राख्नुस् र मजाले चाहिँ सर्कुलर मोसनमा चाहिँ मजाले चाहिँ यसरी मालिश गर्न सक्नुहुन्छ है। 15 देखि 20 चोटी चाहिँ मजाले सर्कुलर मोसनमा यसरी चाहिँ एकदम रिल्याक्स हुन्छ हजुरले यसरी मालिश गर्न सक्नुहुन्छ। र चौथोमा दुईटै हातको यो औँलाहरू चाहिँ यसरी कानको यसरी माथिल्लो भागमा राखेर यसरी जेन्टल तरिकाले हल्का औँलाहरूले हल्का प्रेसर दिने जेन्टल तरिकाले यसरी चाहिँ 15 देखि 20 चोटी चाहिँ यसरी चाहिँ गर्न सक्नुहुन्छ है। 15 देखि यसरी 20 चोटी चाहिँ यो व्यायामहरु चाहिँ निकै फाइदा हुन सक्छ। भिडियो मन परेमा सधैँ लाइक कमेन्ट र शेयर गर्न सक्नुहुन्छ। यदि तपाईहरुमा पनि त्यस्तो समस्या छ भने यो व्यायाम एकपटक ट्राई गर्नु होला है। भिडियो मन पर्यो भने भिडियोलाई शेयर पनि गरिदिनु होला।